हेलो साथीहरू, आज हामी चाहिँ मोमो खाँदैछौँ। अब चाहिँ यहाँ पुरा कटिङ हुँदैछ मोमोको, म देखाउँछु है। यहाँ प्याज कटिङ हुँदैछ, किमा पनि बनिसक्यो। अब प्याज हालेर पुरा मिक्स गरेर अनि एकछिन राखेर अनि बनाउन सुरु गर्छौँ। आन्टी, माइजू, सेरिन अनि माई सिस्टर। ल अब एकछिनमा तपाईँहरूलाई म देखाउँछु है। ल है साथीहरू, अब चाहिँ आटा पनि रेडी भइसक्यो। अब यहाँ किमा पनि रेडी भइसक्यो। अब चाहिँ क्रिस्टिना र मैले चाहिँ के भन्छ अरे प्याक गर्ने हो। अनि उहाँहरूले चाहिँ अब कसले गर्नुहुन्छ आई डोन्ट नो। अब उहाँहरूले चाहिँ टिमवर्क हुन्छ। उहाँहरूले चाहिँ अब पुरा रोटी बनाएर दिनुहुन्छ। हामी दुईजना चाहिँ सोल्टिनी चाहिँ पुरा हामी प्याक गर्छौँ। ल यहाँ गर्ने कि माइजू, त्यो पर्दैन के, यो टेबलमै बेल्ने के। दुईटा चाहियो कि बेल्नी, अझै एउटा चाहियो। हजुरले गर्नु अनि सुनिताले उता सलादहरू काट्छ। हजुरले गर्नु, मम्मी र हजुरले। अनि हामी दुईजना चाहिँ प्याकिङ गर्ने, हजुर दुईजना चाहिँ बेल्नी। ल अब एकछिनमा भेट्छु। ल अब चाहिँ हाम्रो प्याकिङ स्टार्ट भयो है साथीहरू। एक त यो चिसो छ कि यो बेल्ने कुरा मैले मोमो बनाउँछु। मेरो नेल्सले नमिल्ने भयो यार। नेल्स चाहिँ अलि मिल्दैन नि। के क्या नि हो आयु, अघि त्यो प्याज काट्दा नमिलेर यार। आयु काट्नु त मिलेन साथीहरू, मिलेन। अब मोमो यस्तो भयो, नेल्सले मिलेन। केही छैन, घरमै खाने हो। नराम्रो भयो भने नट अ बिग डिल होइन। यही हो कि मैले बनाउने। म त होटेलमा सिकेको नि त। मैले फेरि घरै बनाउँदा सिकेको। माथि त्यत्रो गरमै ठिक्क हुन्छ। के त्यत्रो गर्ने हो क्या। बुर्कीमा कति हालेस बाबु पहिले ठिक्क हाल्नु हाल्दे धेरै हाल, पछि नभुए थोरै हाल्दे। साह्रै थोरै नहाल है। ठिक्क हाल। यति हालेछु कि साह्रै थोरै पनि उयो हो न। ल अब म एकछिनमा भेट्छु है, प्याकिङ गरिरहेछु। हामीले चाहिँ यहाँ प्याकिङ गरिसक्यो है साथीहरू। उता एउटा पाक्दैछ है, दुईवटा एउटा हो। दुईवटा हो क्या, दुईवटा पाक्दैछ। यो तिस्रा लड हो। ल अब चाहिँ हामी पाकेपछि भेट्छौँ है साथीहरू, गाइजहरू होइन। यस, यी सब धमाधम बनाउँदैछ है। बेल्नी चाहिँ अलिकति ढिलो भयो कि प्याकिङ गर्ने चाहिँ एकदम फास्ट भयो, पर्फेक्ट भएर। बेल्नीहरू चाहिँ अलिकति अनपर्फेक्ट भयो क्या, त्यही भएर। त्यही पनि इट्स ओके, केही छैन होइन। हामी म्यानेज गरिरहेछौँ। ल अब एकछिनमा भेट्छु पाकेपछि। कस्तो भयो त सेरिन मोमो? मिठो? खानु मिठो भएछ? मिठो गर्नु न त, मिठो गर्नु। मिठो ल खानु। यसलाई बेसी भोक लागेको रहेछ कि। ल खानु। हामी चाहिँ यहाँ बनाउँदैछौँ। पाक्न त पाकिसकेछ गाइज। अब हामी चाहिँ एकछिन यति सकेपछि चाहिँ हामी नि खान्छौँ। खाने बेलामा भेट्छौँ तपाईँहरूसँग। हेर्दै गर्नु होला हाम्रो मोमो ब्लग। हेलो साथीहरू, देखो न गाइस, देखो न। ल अब म खान्छु है। ल कस्तो भयो भन्, रिभ्यू। दामी? ओ वाउ, जुसी वाउ, मिठो दामी है। ल है सुरु गरौँ है। माइजूको पालो, माइजूको रिभ्यू कस्तो? मिठो जुसी भयो माइजू हजुरको? मलाई नि खान मन लागिसक्यो। मिठो? ल अब सिस्टरको रिभ्यू। बा पुरेछ यार पुरै। रोटी हाल्दै नबोली खान्छ।
भोक लाग्यो मिठो अब मेरो पालो है ल अब मेरो रिभ्यू आउँछ है गाइज मिठो छ त दामी भयो What a momo! Oh my god! So good! So good! चटनी पनि दामी मोमो पनि भन्छ त्यो मेसुरी भयो कस्तो Oh my god! कति कुरे भयो हामीले मलाई तातो खाँदा भन्नु नि त आन्टीले बनाउने Wow! So good! सही राम्रो भयो पोलिएको जस्तो देखेको सेतो नगर्नु अब आन्टीको पालो रिभ्यू जुसी भएन जन्जर जुसी भयो जुसी भएन खोइ हाम्रोमा जुसी परेको थपिहाल्छ है जुसी भएन केटाकेटी हो सही भयो सही ल सही हाम्रो जुसी भयो त अब मेरो मुख ब्याङ्क चल्दैछ एकछिन हामी त हातले खान्छौँ है साथीहरू ल अब म इन्जोय गर्छु अब बिहाइन्ड द क्यामेरा बाबामा मोमो कस्तो भयो मिठो भयो आज त दामी भयो के मोमो त हामी त डेन्जर खायौँ है हामीले यस्तो कसले खायो होला आज मोमो बाबा कति पिस खानु हजुरले 9 पिस बल्ल 9 पिस हामीले 20-25 त खायौँ होला हो क्या मैले टन्नै खाएँ क्या आज त हेलो साथीहरू बाई बाई सुन त ल बाई बाई गर ल छिटो बाई बाई गाइज सेरी राउनु बाई बाई भन्नु बाई बाई गाइज भन्नु न बाई बाई गाइज गुड नाइट आजको मोमो चाहिँ गुड मिठो बाई बाई एभ्रीबडी गुड नाइट ल हामीले उस बनाऊँ के भन्छ अरे हामीले हार्ट बनाऊँ हार्ट बनाऊँ उताको हात गर्नु न मिलेन के यता हार्ट बनाउनु छिटो लभ यु लभ यु एभ्रीबडी बाई बाई